दुईटा मिनी ब्लग सकायो त्यसमा मलाई मेरो आफ्नै आवाजै मन परेन। खैर अब मलाई मेरो आफ्नै आवाज मन परिरहन्छन्, अर्को त के मन पर्ला र। मन परोस् या नपरोस् त्यसुकै होस्, तर पनि म फेरि लागे अर्को तेस्रो मिनी ब्लग बनाउन तर्फ। सो हेलो एन्ड वेलकम टु अनदर न्यू मिनी ब्लग अफ द डे। र आज हामी जानेवाला छौँ भद्रपुरदेखि बिर्ता मोड। र अहिले हामी जाने क्रममा आइपुगेको छौँ मन्त्री चोकमा। र मन्त्री चोकदेखि सिधा बाटो हुँदै हामी लाग्छौँ झापा चोकतर्फ। झापा चोक के आइपुगेको चाहिँ ठ्याक्क पेट्रोल सकेछ। पेट्रोल सकेपछि अब पेट्रोल हाल्नै पर्यो भन्दै हामी लाग्यो पेट्रोल पम्पतर्फ। र पेट्रोल पम्पमा पुगेर पेट्रोल हालेर हामी लाग्यो भद्रपुर बजारतर्फ। र त्यसपछि हामी आइपुग्यौँ भद्रपुर बजारमा। बजार आइपुगेपछि साथीले लुगा किन्ने भने अनि लुगा किन्नको लागि हामी छिरौँ एउटा दोकानमा। लुगा किन्न दोकान छिरेको दोकान त आफ्नै गाउँको दाइको पो रहेछ। त्यसै कारणले होला सुमितले 1000 को लुगा 500 मा दिनु भन्दै ठट्टा गर्दै थियो। र त्यहाँबाट 500, 1000, 1500 जतिको सामान हुन्छ त्यतिको किनेर हामी लाग्यो अर्को डेस्टिनेसनतर्फ। सोमबार भएको कारणले होला आज खासै बजार त्यति लागेको थिएन, तर पनि बजारको रमक झमक हेर्दै हामी लाग्यो ग्लोबल आइएमई ब्याङ्कतर्फ। ब्याङ्कभित्र अलिकति केटाहरूको काम रहेछ, त्यो काम सकाएर हामी ब्याङ्कबाट निस्क्यौँ। र ब्याङ्कको काम सकाएर हामी सिधै पुग्यो चन्द्रगढीमा। र चन्द्रगढीमा फेरि कसैको ब्याङ्कमा काम थियो र फेरि त्यही कामले गर्दा हामी एकछिन त्यहाँ रोकेको बेला विशाल दाई भने सिसा पसलतर्फ लाग्नु भएको थियो सिसा सोध्नुको लागि। किन सिसा भन्दाखेरि विशाल दाईले एक्वेरियम बनाउनुहुन्छ र यदि कसैलाई एक्वेरियम सस्तो मूल्यमा चाहिएमा हाम्रो विशाल दाईलाई सम्पर्क गर्न सक्नुहुन्छ। र चन्द्रगढीमा सबैको काम सकाएर हामी लाग्यो बिर्तामोडतर्फ। चैतु मन्दिरदेखि देउनी पुलको बाटो हुँदै हामी लाग्यो बिर्तामोडतर्फ। र अहिले चन्द्रगढीदेखि बिर्तामोड जाने बाटो 70% पिच भएको छ। ठिकै राम्रो बाटो पाएपछि त दाईले पनि 70 देखि 80 को स्पिडमा कुदाउन थाल्नुभयो। त्यसपछि हामी आइपुग्यौँ बिर्तामोडमा। बिर्तामोडको यो तपाईँहरूको बिर्ता बजार भन्ने ठाउँ रहेको छ। बिर्ता बजारको बाटोको बिचमा अहिले यो फुलेको छ, यसको नाम के हो मैले बिर्सेँ, तर पनि यसको सुन्दर दृश्य हेर्दै 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 हामी पुग्यो बिर्तामोडमा। बिर्तामोड पुग्नेसम्म सबैलाई अल्छी लागेको थियो र अल्छी मेटाउनको लागि हामी एउटा क्याफेमा गयौँ। क्याफेभित्र छिरेको भित्र त पुरै हरियाली रहेछ। साइडमा रहेको टेबलमा बसेर हामीले कफी अर्डर गर्यौँ र त्यहाँभित्र रहेको सुन्दर हरियाली सिनहरू हेर्दा हेर्दै हाम्रो कफी पनि आइपुग्यो। र कफीको 2-4 चुस्की खाएर हामी त्यहाँबाट निस्क्यौँ। कफीको चुस्की तानेर निस्केपछि हामी लाग्यो आफ्नो डेस्टिनेसनतर्फ। निस्केपछि कसैले यहाँ जाने भन्छ, कसैले त्यहाँ जाने भन्छ, तपाईँले आफ्नो काममा जाने भन्छ। तर आज सोमबार रहेको कारणले गर्दाखेरि बिर्तामोड बन्द थियो। र बन्द भएको कारणले गर्दाखेरि आज कसैको काम हुन सकेन, त्यही भएर हामी फर्किने निर्णय गर्दै थियौँ। फर्किने बेलामा बा कतै कुनै दोकान पो खुला छ कि भनेर हामी भित्र गल्लीतिर पनि छिर्न थाल्यौँ। तर सबैतिर बन्द भएको कारणले यो मेनिकनलाई बाई गर्दै हामी त्यहाँबाट पनि निस्क्यौँ। र आज बिर्तामोडमा कसैको पनि काम हुन सकेन, त्यही भएर हामी त्यहाँबाट फर्क्यौँ। फर्किने बेलामा फेरि दाइले नर्सरीमा गएर रोकाइहाल्नु भयो। फुल चाहिँ यहाँ कसैले किन्ने होइन, तर पनि भित्र यसो अलमल गर्नुको लागि भनेर पनि हामी छिर्यौँ। र भित्र छिरेर हामीले विभिन्न प्रकारको बोट बिरुवाहरू हेऱ्यौँ, तर किन्ने चाहिँ कसैले पनि होइन। त्यहाँभित्र एकछिन अलमलेर हामी पुग्यौँ सिधै भद्रपुरमा। भद्रपुरमा एउटा गोल खेल्ने जुत्ता किन्छु भनेर फेरि हामी भित्र छिर्यौँ, तर जुत्ता किनेनौँ। महँगो जुत्ता अहिले हामीले लगाउनु हुँदैन भनेर सस्तो जुत्ता खोज्नको लागि अर्कै दोकानतर्फ लाग्यौँ। यहाँ यो दोकानमा अलिकति सस्तो खालको जुत्ता पनि पाउने रहेछ, त्यही भएर हामीले यहीँ किन्ने निर्णय गर्यौँ। र यहाँबाट जुत्ता किनिसकेपछि पैसा दिएर हामी लाग्यो खाजा खानुतर्फ। धेरै भोक लागेको कारणले गर्दाखेरि भित्र खाजा खाने समयमा भिडियो गर्नै बिर्सेछु, तर खैर केही छैन। खाजा खाइसकेर हामी लाग्यो घरतर्फ। र आजको लागि मिनी ब्लग यति नै। See you next time. Till then, bye bye. Sayonara.